वर्षौंदेखिको आफ्नो सफल बैंकिङ यात्रामा एनएमबी बैंकले नेपाली समाजमा उत्कृष्ट बैंकिङ सेवाका साथै प्रगति, समावेशिता र समृद्ध भविष्यप्रति दृढ निश्चयको उदाहरण प्रस्तुत गरेको छ। र यस सफलताको श्रेय हामीमाथि विश्वास गर्ने हाम्रा ग्राहक, लगानीकर्ता, शुभचिन्तक र विशेष गरी बैंकको सफलताको निम्ति समर्पित कर्मचारी तथा सदस्यहरूलाई जान्छ। आजबाट तिनै मध्ये एक बैंकिङ क्षेत्रमा लामो प्रगतिशील अनुभव बोक्नु भएको व्यक्तित्व श्री गोविन्द घिमिरेज्यूले नयाँ भूमिकामा बैंकको नेतृत्व सम्हाल्नुहुनेछ। लिडरशिप एउटा पद मात्र नभएर जिम्मेवारी र व्यवहारको उपस्थिति हो। सबैको धारणा बुझेर समय परिस्थितिको महत्व अनुसार निर्णय लिनु हो। आफ्नो स्पष्ट विचार र कार्यबाट प्रेरित गर्नु हो। धन्यवाद। म गोविन्द घिमिरे आज एनएबी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा मेरो कार्यकालको पहिलो दिन। यस घडीमा सर्वप्रथम म सञ्चालक समितिका अध्यक्षज्यू र सम्पूर्ण सञ्चालकज्यूहरूमा उहाँहरूले मलाई जुन विश्वासका साथमा यो जिम्मेवारी प्रदान गर्नुभएको छ त्यसको लागि हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। हाम्रा सम्पूर्ण शेयरधनी महानुभावहरूले मैले यो जिम्मेवारी पाउँदै गर्दा प्रकट गर्नुभएको सद्भावको लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै यस अवसरमा म हाम्रा साझेदार एफएमओ नेदरल्यान्ड्स, योङलियन रियल्टी मलेसिया, कर्मचारी सञ्चय कोष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारहरू र सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनमा यस एनएबी बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनहरूको अनुपालना तथा गुड गभर्नेन्सका सैद्धान्तिक अन्तर्राष्ट्रिय मान्यताहरूलाई समेट्दै अगाडि बढ्नेछ। मैले नेपालको बैंकिङ क्षेत्रमा करिब 30 वर्ष आबद्ध हुने अवसर पाउँदै गर्दा 16 वर्ष यस एनएबी बैंकमा सेवा गर्ने मौका पाएको छु। म लगायत सम्पूर्ण एनएबी बैंकका कर्मचारी साथीहरू र अन्य स्टेक होल्डर्सहरूको लागि एनएबी बैंक आशा र विश्वासको केन्द्रबिन्दु हो भन्ने कुरो हामीले आत्मसात गरेका छौँ। यस बैंकले आफ्ना विभिन्न शाखा सञ्जालहरूबाट ग्राहक वर्गहरूलाई प्रदान गर्दै आएका सेवा र सुविधालाई थप प्रभावकारी बनाएर अगाडि बढाउनका लागि डिजिटलाइजेसनको यात्रामा बैंक अग्रसर भएर अगाडि बढ्ने कुरो प्रण गर्दछौँ। हाम्रो एनएबी बैंकलाई अग्रणी बैंकको रूपमा अगाडि बढाउनका लागि हामी आगामी दिनमा मूलतः पोलिसी इन्फ्रास्ट्रक्चर, अजाइल अर्गनाइजेसन स्ट्रक्चर, सिमलेस प्रोसेसेस र कल्चरल बिल्डिङको क्षेत्रमा विशेष रूपमा काम गर्नेछौँ। अन्तमा हामी एनएबी बैंक परिवार सम्पूर्ण ग्राहक वर्गहरूमा समर्पित भई दृढ निश्चयका साथमा अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छौँ। धन्यवाद।